नमस्कार साथीहरू, अहिले फेरि म बुटोल गुरुसिंगी सडक खण्ड अन्तर्गत निर्माणाधीन रूपमा रहेको बाणगङ्गा नदीको पुलमा बन्दै गरेको पुलमा आइपुगेको छु। यो पुल निकै लामो रहेको छ, सायद 500 मिटर छ कि है, एक्ज्याक्टली मलाई पनि थाहा भएन। तर यसको पुलमा दुईटा मुख्य गरेर 1 2 3 4 5 6 7 8 9वटा यस्ता बिमहरू लगाइएका छन् है। यस्ता 9वटा बिमहरू लगाइएका छन्। त्यस्तै गरेर यो क्षेत्रमा चाहिँ यो पुलको लागि चाहिने सम्पूर्ण कामहरू, अब स्ल्याबहरूदेखि लिएर हरेक कुराहरू चाहिँ यहाँ बन्द रहेछ है। अहिले चाहिँ तपाईहरू देख्न सक्नुहुन्छ, यो सायद यो बर्खा अगाडि नै, अब बर्खामा त यो ठुलो हुन्छ, अब बर्खा पनि लागिसक्यो होला, लाग्दैछ। यो बाणगङ्गा भनेपछि त एकदम ठुलो हो है। त्यसैले यहाँ चाहिँ लगभग बिमको चाहिँ सबै काम, तल के भन्छ बेस पिलरको काम चाहिँ भ्याइसकेको रहेछ हैन। पिलरहरूको काम चाहिँ भइसकेको रहेछ। अब यसको काम भनेको माथि लगाउने काम मात्रै बाँकी छ। तपाईहरू देख्न सक्नुहुन्छ, यो बाणगङ्गा नदीमा बन्दै गरेको पुल निकै लामो रहेको छ। वहाँ पारी यसको मेन भयो, मेनदेखि 1 2 3 यससँग 4 है, अनि यससँग 5, त्यस्तै गरेर 5 यसित 6 7 8 9वटा एक्स्ट्रा पिलरहरू उठाइसकिएको छ। बर्खा नजिक हुँदा यो बाणगङ्गा नदी एकदम ठुलो हुन्छ है। त्यही अनुसार यसको सबै स्लटहरू पनि बनाइएको छ। बुटोल गुरुसिंगी सडक खण्ड अन्तर्गत अहिले यो बाणगङ्गा नदीमा धेरै ठुलो पिलर बनिसकेको छ, पुल पनि बन्दैछ। तपाईहरू पनि देख्न सक्नुहुन्छ, अहिले यहाँको पुल एकदमै ठुलो बनिरहेको छ। यो हो पुरानो पुल, अलरेडी यहाँ बाटो भइसकेको छ। पुरानो स्टाइलमा यस्तो तरिकाले बनेको थियो भने अहिले नयाँ पुल चाहिँ टक्क यसै माथि राखेर बनाइँदै रहेछ। 9वटा यस्ता छन् एक्स्ट्रा गरेर, टोटल 11वटा, 2टा मुख्य गरेर 9वटा एक्स्ट्रा। यता चाहिँ यही पुलको लागि आवश्यक पर्ने कामहरू हैन भइरहेको हामी यहाँ देख्न सकिन्छ। यो विपदको बेलामा कृष्णगिरीमा भेला स्थान गरे इमर्जेन्सी एसेम्ब्ली पोइन्ट यो भयो। यहाँ छडहरू टन्न छ, यताहरू मान्छेहरू यति बसेछन्। यसरी यसको काम धमाधम भएको हामी यहाँ देख्न सक्छौँ। त्यस्तै गरेर पुललाई आवश्यक पर्ने सम्पूर्ण मेटेरियलहरू लगायतका कामहरू पनि यहाँ भइराखेको छ। यो के भन्छ, पुलको साइडमा राख्ने सम्पूर्ण ढलाइका के भन्छ यसरी बनाइएको छ। यो पुल साँच्चै नै सायद 4 × 500 मिटर भने म अलि बुझेन हैन, तर एकदम ठुलो नै बन्दै रहेछ है। यसका ल हेर्नुहोस् तपाईँले, यसलाई के भन्छ मलाई पनि थाहा भएन, तर जस बाणगङ्गा पुलमा चाहिँ यस्तो गरेर बनाएर राखेको छ। यो पछि कनेक्ट हुनेछ। यस्ता त कति छन् कति यहाँ। आजको यो बुटोल गुरुसिंगी सडक खण्ड अन्तर्गत निर्माण भइरहेको यो बाणगङ्गा नदी पुलको भिडियो केही लामो हुन्छ, त्यसको लागि क्षमा प्रार्थी छु र तपाईँहरूलाई पनि अन्तिमसम्म हेर्नको लागि अनुरोध गर्दछु। तपाईहरूलाई म फेरि यो पुनः सुरुदेखि देखाउन गइरहेको छु। सुरुभन्दा डिटेल रूपमा स्लो मोसनमा देखाउने कोसिस गरिरहेको छु।
2016 मा सिङ्गल यो बिम अथवा के भन्छ यसलाई पोल भिजिट गराएर यो चाहिँ बाणगङ्गाको पुलमा बन्दै गरेको सेकेन्ड पुल हो भने त्यो पारी देखिएको चाहिँ पुरानो पुल हो जसको लम्बाइ सायद 300 मिटरको हाराहारीमा रहेको छ। पहिला मैले एक्ज्याक्टली सायद थाहा छैन भनेको थिएँ, 500 को हाराहारीमा भनेको थिएँ, तर यसको 500 नभएर सायद 300 मिटरको हाराहारीमा रहेको छ। यदि तपाईँहरूलाई एक्ज्याक्टली थाहा छ भने तपाईँहरू यहाँ कमेन्ट गर्न सक्नुहुन्छ। त्यस्तै गरेर यो हो तेस्रो पिलर, यो देखिरहेको छ। फेरि यो चौथो हो। अहिले जे होस् यो बुटोल गोरुसिङ्गे चन्द्रौटा सडक खण्ड अन्तर्गत सबैभन्दा ठुलो लगभग 300 मिटरको हाराहारीमा, सायद त्योभन्दा कम नहोला, बढी नै होला, मिटरको पुल यहाँ बनिरहेको छ। तपाईँहरूलाई म यो विस्तृत रूपमा यो पुलको स्थलगत रिपोर्ट दिने कोसिस गरिरहेको छु। आशा छ पक्कै पनि तपाईँहरूलाई यो रिपोर्ट मनपर्ने। धमाधम नभने पनि अहिले यसरी काम चाहिँ भइराखेको छ। यहाँ टन्न छडहरू, यो पोललाई आवश्यक पर्ने सम्पूर्ण मेटेरियलहरू यहाँ लिएर आएर यही सम्पूर्ण यसलाई आवश्यक पर्ने सामानहरू यही बनाउँदै काम गरिरहेको छ। यो नयाँ बन्दै गरेको पुलमा टोटल पिलर भनेको 9वटा खडा गरिएको छ भने साइडको मेन यता छेउको र उता छेउको 2टा गरेर टोटल 11वटा चाहिँ यसमा पिलरहरू रहेको छ। यसको सबै बन्नुपर्ने पिलरहरू, सम्पूर्ण पिलरहरू अलरेडी उठाइसकिएको छ। अब माथि स्ल्याब राख्ने काम मात्रै बाँकी रहेको छ। तपाईँहरू यहाँ देख्न सक्नुहुन्छ। अहिले यो बाणगङ्गा नदी छैन, जताततै सुकेको देख्न सकिन्छ। तर यो बर्खामा यति ठुलो हुन्छ नि, यहाँ वर्षेनी धेरै मान्छेहरूले ज्यान गुमाउने पनि गरिराख्नु पर्छ र यो डेन्जर युक्त नदी हो। बर्खाको समयमा यहाँ बहुत ठुलो बाढी पनि आउँछ। त्यसैले यहाँ 9वटा पिलरहरू राखेर यसको निर्माणको काम चलिरहेको छ। सम्भवतः बुटोल गोरुसिङ्गे सडक खण्डमा बन्दै गरेको यो सबैभन्दा ठुलो सडक पुल हो। तपाईँहरू अहिले यहाँ देख्न सक्नुहुन्छ। म तपाईँहरूलाई यहीँ यसको नजिकैबाट खोला किनारामै आएर यसको स्थलगत रिपोर्ट दिने कोसिस गरिरहेको छु। अहिले यहाँ कुनै पनि ठाउँमा पानी देख्न सकिन्न, पानी सुकिसकेको छ। तर अभियसली नेपाल तपाईँलाई थाहा नै छ, नेपालमा बर्खामा कति पानी आउँछ। ल त्यहाँ पछाडि जुन पुरानो छ त्यो देख्न सक्नुहुन्छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत यसलाई महेन्द्र राजमार्ग भनेर पनि भनिन्छ। त्यसमा बनिरहेको यो बाणगङ्गा नदी रिभर पुल, नदीको पुल चाहिँ साँच्चै नै राम्रो छ। अहिले यहाँ चाहिँ यो पुलमा बन्दै गरेको 4 लेनको पुल बन्दैछ यो सडक खण्डमा। अब सायद यसमा यो नयाँ बन्नेमा पनि 2 लेनको हो र पुरानोमा अलरेडी 2 लेनको छँदैछ। टोटल यो बुटोल गोरुसिङ्गे चन्द्रौटा सडक खण्ड सहरी क्षेत्रमा 4 खण्डमा 6 लेनमा सडक बन्दैछ, स्तरोन्नति हुँदैछ भने जङ्गली क्षेत्रहरूमा 4 लेनमा विस्तार भइरहेको छ। तपाईँहरूले योभन्दा अघिल्लोका भिडियोहरूमा पनि देख्न सक्नुहुन्छ कि मैले कसरी कहाँदेखि कहाँसम्मको हरेक सेक्सन वाइज यसको रिपोर्टिङ तपाईँहरूले दिएको छु। यहाँ यसरी मान्छेहरू पनि बस्नु भएको छ। यो बाणगङ्गा पुल आफैमा बाणगङ्गा हो, सबैलाई थाहा नै छ। कतिपय तपाईँहरू यो क्षेत्रबाट हेर्दै हुनुहुन्छ भने तपाईँहरूलाई अभियसली यसको बारेमा भनिराख्नु पर्दैन। र जो कहिले पनि यसको बारेमा थाहा छैन, यो चाहिँ कपिलवस्तुको जिल्लामा पर्दछ र यो बाणगङ्गा नदीमा रहेको छ। तपाईँहरूलाई यस्तै गरेर यो त्यस्तै गरेर अब यो पुलमा ढलाइ गर्नको लागि चाहिने साइडको बार चाहिँ यसरी यहाँ बनिरहेको छ। तपाईँहरूलाई म हरेक बारमा गएर तपाईँहरूलाई देखाउने कोसिस गरिरहेको छु। 3टा अगाडि देखिसक्नुभयो भने यहाँ पनि देख्न सक्नुहुन्छ कसरी अहिले धमाधम यसरी यो पुललाई आवश्यक पर्ने सम्पूर्ण कामहरू यसरी बनाएर यहाँ राखिराखेको छ। आशा गरौँ यो पनि छिटै नै त्यहाँ रिप्लेस गरिन्छ अथवा त्यहाँ लगाइनेछ। त्यसपछि मात्र यो पुलको स्वरूप देखिनेछ। हो नेपाल सरकारले बनाउँदै गरेको यो सडक पुल एकदम ठुलो छ र कालान्तरको लागि राम्रो पनि रहनेछ।
तपाईँहरूले बोर नमानिकन यो भिडियो हेरिदिनु भएको छ भन्ने मलाई आशा राखेको रहेछ। यहाँ कतिपय कामदार साथीहरूले त्यसको अरू कामहरू पनि गरिरहनु भएको छ। तपाईँहरू देख्न सक्नुहुन्छ कति धेरै यहाँ काम भइरहेको छ। यो भाइले भिडियो बनाइदिनु भन्नुभएको छ वा फोटो पनि खिच्दै हुनुहुन्छ या गर्दै ल तपाईँहरूलाई देख्न सक्नुहुन्छ। जताततै यो जडानको लागि नर्मली यो 15देखि 20 दिन लाग्छ गरे यो सेट गरिसकेपछि, साँचोमा हालिसकेपछि तपाईँहरू जस अलमोस्ट सबै साँचोमा राखेका त्यो पुलको लागि आवश्यक पर्ने सम्पूर्ण मेटेरियल तयार भइसकेको यहाँ देख्न सकिन्छ। कतिपय कामदारहरू यहीँ ठाउँमा बसेर यहाँ काम गरिरहनु भएको पनि हामी देख्न सक्छौँ। तपाईँहरू देखिरहनु भएको छ। यो हो बाणगङ्गा कपिलवस्तुमा निर्माणाधीन रहेको बाणगङ्गा नदी पुल। त्यस्तै गरेर आज म फेरि तपाईँलाई माथि सडक खण्डबाट पनि देखाउने कोसिस गरिरहेको छु। यहाँ देख्न सक्नुहुन्छ यो लगभग 300 मिटरको हाराहारीमा रहेको पुलबाट तल बन्दै गरेको पुलको बिमहरू यसरी देख्न सकिन्छ। आशा छ तपाईँहरूलाई पक्कै पनि मैले पोस्ट गरेका भिडियोहरू, मैले ल्याएका रिपोर्टिङ भिडियोहरू अवश्य पनि मन परिरहेको छ। सल्लाह सुझाव दिन नभुल्नुहोला र कहाँ कस्तो छ कमी कमजोरी भए पनि औलाइदिनु होला भन्दै अहिलेलाई चाहिँ म बाणगङ्गा नदी किनाराबाट तपाईँहरूलाई यो गोरुसिङेसम्मको, बुटोलदेखि गोरुसिङेसम्मको सडकको अपडेट जानकारी दिने क्रममा यहीँबाट साइन अप हुन चाहन्छु। अब अर्को भिडियो फेरि अर्को कुनै ठाउँको बारेमा लिएर आउनेछु र तपाईँहरू कसैले पनि हेर्दै हुनुहुन्छ र कुन ठाउँको बारेमा अपडेट चाहिएको छ त्यो पनि भन्न सक्नुहुन्छ। म कोसिस गर्नेछु भन्दै अहिलेलाई चाहिँ बाणगङ्गा कपिलवस्तुबाट साइन अप हुन चाहन्छु। थ्याङ्क यू।